गोल बजारमा सामुदायिक पुस्तकालय सञ्चालनबारे सरकारवाला बीच व्यापक छलफल। गोल बजार क्षेत्रमा सामुदायिक पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले सरकारवालाहरू बीच व्यापक छलफल कार्यक्रम सम्पन्न भएको छ। गोल बजार नागरिक समाजको आयोजनामा सम्पन्न कार्यक्रमले स्थानीय तहमा अध्ययन अनुसन्धान र बौद्धिक विकासको वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण पहलको रूपमा लिइएको छ। आज गोल बजारमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सामाजिक तथा राजनीतिक व्यक्तित्व, स्थानीय पत्रकार, बुद्धिजीवी, शिक्षक, सामाजिक अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफल कार्यक्रममा सामुदायिक पुस्तकालयको आवश्यकता, सञ्चालन प्रक्रिया, व्यवस्थापन, संरचना, दीर्घकालीन दिगोपन तथा स्थानीय समुदायको भूमिका बारे गहन विचार विमर्श गरिएको थियो। वक्ताहरूले सामुदायिक पुस्तकालयलाई ज्ञानको केन्द्र मात्र नभई सामाजिक संवाद, युवा सशक्तिकरण र सकारात्मक सामाजिक परिवर्तनको माध्यमको रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए। सहभागीहरूले पुस्तकालय स्थापनाका लागि स्थानीय सरकार, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। छलफल कार्यक्रमले गोल बजारमा सामुदायिक पुस्तकालय सञ्चालनका लागि साझा प्रतिबद्धता र भावी कार्ययोजनाको आधार तयार गरेको आयोजक नागरिक समाजले जनाएको छ। पछिल्लो चरणमा चाहिँ पुस्तकालयलाई यो पुस्तक राख्ने ठाउँ भवनमा मात्रै सीमित नराखिकन यो ज्ञान विज्ञान, संवाद र सामाजिक रूपान्तरणको केन्द्र हुनुपर्छ। र अहिले विश्व परिवेश अनुसार पुस्तकालयलाई हामीले एउटा संवादको थैलो, जसरी हामीले पुस्तकहरू सङ्कलन गर्छौँ र अहिले डिजिटल युगमा हामीले अहिले अनलाइनबाट पनि पुस्तकहरू मगाउन सकिन्छ र त्यहाँ पनि हामी आर्जन गर्न सकिन्छ र धेरै कुराहरू आएको छ। अहिले हामी सर्ट नलेजको लागि, इन्फर्मेसनको लागि हामीले सोसियल मिडियाहरू युज गर्छौँ, हेर्छौँ, तर नलेज डेप्थ एक्वायरको लागि हामीले टेक्स्ट बुक पढ्नै पर्छ। मुख्य स्रोत भनेको, नलेजको स्रोत भनेको टेक्स्ट बुक हो। त्यसैले अहिले जुन आएको छ त्यसलाई हामीले व्यवस्थित ढङ्गबाट, हुन त गोल बजार, समग्र गोल बजार विकासको लागि यहाँ हुनुहुन्छ गुरुवर्ग हुनुहुन्छ, मेरो गुरुवर्ग, र यहाँ पूर्व मेयर देवनाथ दाई हुनुहुन्छ। उहाँहरूले, उहाँको समकालीनहरूले गोल बजार विकासको लागि विद्यालय, सरकारी विद्यालय, कलेज, अतिथि सदन लगायत उहाँहरूले प्रयास गरेर यहाँसम्म पुर्याउनु भएको छ। र अब अझ पनि हामी तपाईँ सबै मिलेर, जुन साथीहरूले अगाडि बढाउनु भएको छ यो सोचलाई, यसलाई हामीले मिट गर्नको लागि आफ्नो आफ्नो ठाउँबाट योगदान गरौँ र कसरी हामीले विचारको बहस र पछिल्लो ज्ञान विज्ञानका क्षेत्रमा र कुनै पनि समाज विकासतिर लम्काउनको लागि हामीले मुख्य आधार भनेको बहस हो। र बहसको पुस्तकालय एउटा चाहिँ पुस्तकको अध्ययन सँगसँगै एउटा विचार विमर्श विभिन्न शीर्षकहरूमा शिक्षा, स्वास्थ्य लगायत अहिलेको वर्तमान अवस्थामा त्यहाँ कसरी हामीले बहस समाजहरू आयोजना गरेर समग्र गोल बजारलाई विकासमा कसरी अगाडि बढाउन सकिन्छ भनेर यसमा एउटा महत्त्वपूर्ण योगदान हुन्छ। यसमा सबै साथीहरूले आफ्नो ढङ्गबाट र कुराहरू आइसकेको छ। मेरो विद्यालयको नाम आदर्श विद्यापीठ गोल बजार संस्थापक। सबैलाई नमस्कार। गोल बजार नगरपालिका वडा नम्बर 4। नमस्कार, मेरो नाम पूजा सिंह, घर चाहिँ गोल बजार। म हालैमा खानेपानीको सचिव गोल बजार। नमस्कार, मेरो नाम विनोद कुमार सिंह हो, घर चाहिँ गोल बजार 12 हरिपुर। म चाहिँ शिक्षण पेसासँग आबद्ध छु। म जगत श्रेष्ठ, घर छोरोबा, गोल बजार 7। नमस्कार, उपासना भुक्तान जाने। नमस्कार, मेरो नाम बेचन शाह, गोल बजार 8 नमस्ते, म आशिष विश्वकर्मा। कलेजमा र रातिको पढ्थेँ। साथै त्यो बेलाको लाइब्रेरीको महत्त्व के रहेछ भन्ने कुरो चाहिँ त्यो बेला र अहिले मलाई लाग्छ अहिलेको जेनेरेसनले त्यो बुझिराखेको छैन। अघि नै धेरै चर्चाको विषय आइसकेको छ। लाइब्रेरी भनेको पुस्तक भनेको आफ्नो अध्ययन गरिसकेपछि गहिराइमा गएर हामीले स्कुलमा, कलेजमा लेक्चर विधिबाट सिकेको नलेज र आफै पुस्तकभित्र डुबेर पढेर त्यहाँबाट प्राप्त गरेको ज्ञानको फरक हुनुपर्छ। फरक पनि मैले देखेको छु। त्यस कारणले गर्दा पनि लाइब्रेरी आवश्यक छ। अनि त्यो साझेदारी गर्ने, सेयर गर्ने, एकअर्कामा सेयर गर्ने, कसरी पुस्तकालय कहाँ सञ्चालन भइरहेछ,
हाम्रो पूर्व मेयर साहब पनि यहाँ हुनुहुन्छ, त्यसै गरी हाम्रो गोविन्दजीहरू पहिला लाइब्रेरी अलिअलि काम गर्नुभएको जस्तो लाग्छ मलाई। अनि त्यो विषयमा पनि एकअर्काले सेयर गरौँ, जसले गर्दाखेरि चाहिँ हामीले राम्रो वे आउट निकाल्न सकोस् भन्ने हो। अनि पुस्तकालय सञ्चालनमा एकरूपता ऐक्यबद्धता प्राप्त गर्ने भनेको छौँ। यो चाहिँ के हो भने सबैको चाहिँ ऐक्यबद्धता रह्यो भने सञ्चालन गर्न सकिन्छ, होइन भने एउटा एकतिर फर्किने अर्को फर्दै अर्कोतिर फर्किने भयो भने त्यो सम्भावना कम रहन्छ राम्रो पुस्तकालयहरू सञ्चालन गर्नुको निम्ति। र यदि सञ्चालन गर्ने हो भने के कसरी गर्ने भन्ने ढङ्गले पनि यहाँ सबैको चाहिँ हामीले आज राय लियौँ। त्यसै गरी र सम्भावित पुस्तकालय स्थापनाको खाका नेपालभरिमा एउटा सामुदायिक पुस्तक अवधारणा गरेको छ। त्यहाँ एउटा चिया पसल खोलिदिने, चिया पसलमा चिया भइहाल्छ र त्यसपछि डिस्कसन पनि हुन्छ। हामी 5जना 7जना बुक, कोही अब्राहम लिङ्कनको पढ्छ, कोही बराक ओबामाको पढ्छ, त्यसपछि त्योबाट रिसर्च के आयो, त्यसपछि छलफल गरेर अझै सिराको सन्दर्भमा यो चाहिँ स्थापना हुनु अत्यन्तै जरुरी छ भन्ने आफ्नो भनाइ राख्दै पर्ने विषयमा लामै सङ्घर्ष छ। अब उहाँले भनिहाल्नुभयो जमदसम्म पुगाउन जानुभएको थियो। उहाँ अब यस्तो खालको यो विषयमा अध्ययन गर्ने मान्छे, आफूलाई रुचि राख्ने पुस्तक कहाँ छ, गोदाममा अर्जुनको घरमा छ भने त्यहाँ गएर उसको घरमा कहाँबाट आफैले खोजेर ल्याएर पढेर फेरि पुर्याइदिने, त्यो विभिन्न आफूलाई मनमा लागेको किताबहरू त्यस्तो छ। अब केही अब टोड्केको हाम्रो हुनुहुन्छ, केही टोड्केको हाम्रो अझ आउनु भएको छैन, भक्तबहादुर राजकुमार सरहरू, उहाँहरू आफ्नो स्व अध्ययनले थोरै भएको पैसा सुरुवात गरिएको छ तेजेन्द्र भाइले। यो सराहनीय विषय छ र गोलबजारमा पुस्तकालयको सन्दर्भलाई जोड्नु पर्दाखेरि 2032-33 सालदेखि यो पुस्तकालयको इतिहास सुरु भएको देखिन्छ। हाम्रो यहाँ शिवबहादुर विष्ट हारे बुवाको घरको तल्लो ठाउँमा जहाँ हाम्रो हर्केजीले पनि क्लिनिक पछि राख्नुभयो, त्यहाँ चाहिँ आदर्श पुस्तकालय स्थापना भएको थियो। त्यसमा चाहिँ कुन्दन छारापानीले त्यो मूल रूपमा भूमिका खेल्ने। त्यति बेला त्यो पुस्तकालयमा थोरै पुस्तक र उपन्यासहरू बढी, हिन्दी साहित्यहरू, हिन्दी उपन्यासहरू बढी थियो। त्यो केही दिनपछि त्यो त्यहाँबाट अन्यत्र सर्यो। त्यसपछि त्यो भाडा जब तिर्नु पर्नेको त्यो बेला सुरु। त्यसपछि त्यो सन्दर्भ यतातिर कतै फस्टाउन सकेन र मैले चाहिँ जागृतिक पुस्तकालय भनेर आफ्नै ठाउँमा म आफ्नै लगानीबाट सुरु गरेँ। त्यसलाई पछि सामुदायिक बनाउने हिसाब पनि गरेँ, स्कुलसँग पनि जोडेँ। तर यहाँको संस्कृति कस्तो भयो भने पुस्तक गएपछि त्यो पन्ना एउटा पेजदेखि त्यो अर्को पेज पल्टाउनु बित्तिकै जुन आँखामा झ्यापझ्यापी जुन आउन थाल्छ, त्यो हुन नदिनु चाहिँ च्यालेन्ज हो क्या एउटा खोल्न त हामीले। अनि त्यसपछि चाहिँ त्यसलाई निरन्तरता दिएर त्यसलाई चाहिँ अगाडि कसरी बढाउने, त्यसको ब्रान्चहरू कसरी खोल्ने, जसरी अघि भर्खरै दाइले इ लाइब्रेरीको कुरा गर्नुभयो। इ लाइब्रेरीको कुरा गर्दा गर्दै चाहिँ एउटा जुन चासो हामीले बढाउन सक्यौँ भने पढ्नुपर्छ है, सिक्नुपर्छ है भनेको चाहिँ सबैले बुझ्छौँ हामीले। तर यो कुरा चाहिँ हामीले व्यवहारमा, सबैको व्यवहारमा ल्याउन सक्यौँ भने प्रचण्ड। हिजो भर्खरै पनि म र दाइहरू पनि गइरहेका थियौँ गाडीमा। हामीले अहिले नयाँ ट्रेन के सुरु गरेका छौँ, गाडीमा बसेको बेलामा पनि यसो लङ टुर छ भने पनि गाना नबजाइदिन्छ क्या हामीले। गाना नबजाए अडियो बुकहरू आउँछ, त्यो अडियो बुकहरू बजाइदिन्छौँ क्या हामीले। छलफल नभएको होइन, म त्योसँग प्रत्यक्ष छुइनँ, अरू पनि होला। र यो गठनको र सञ्चालनको तयारीका लागि छलफल चल्दैछ। विद्यालय धेरै खुल्नु, पुस्तकालय धेरै खुल्नु नराम्रो होइन, स्वागत योग्य कुरा हो। तर त्यसलाई संरक्षण पनि गर्दै जानु यहाँको बुद्धिजीवी बौद्धिक वर्गको दायित्व अन्तर्गत पर्छ। हामीले बसेर छलफल गरेर र ठुलो प्रोजेक्ट बनाएर त्योभित्र सबै समेटियोस्। हामीसँग जमिन नभएको होइन, हामीले रिफ्रेस सेन्टर खोल्ने भनेर मारुति सिमेन्टको अगाडिको जमिनलाई त्यहाँनिर हामी निरीक्षण पनि गर्न गएका थियौँ। तर दुर्भाग्य त्यो त जमिन कसैले पास गराइसकेको रहेछ। फेरि त्यसपछि अहिले सुन्नमा आएको छ जमिन फेरि सरकारको नाममा फर्किएको छ, त्यो दर्ता बदर भएको छ। त्यति बेलै फर्क त्यही त त्यति बेला नै हामीले त्यति बेलाको अब स्थानीय सरकार पठन पद्धति नै गायब भइसक्यो कि हाम्रो समाजमा। त अब ज्ञानको गहिराई हामी खोज्दैछौँ। अहिले जुन क्षेत्रमा हामी छौँ असैसँग पर्फेक्ट ज्ञान छैन। ठिक छ, पर्फेक्ट त कोही पनि हुँदैन, तर केही न केही त हुनु पर्यो, त्यो नै छैन। हामी शैक्षिक क्षेत्रसँग जोडिएका मान्छेहरूमा पनि त्यो कुराहरूको अभाव छ।
यहाँ राजनीति गर्ने मान्छेहरू यहाँ 3 तहको भन्नुहुन्छ। कतिपय जनप्रतिनिधिहरूलाई थाहा हुँदैन त्यहाँको गतिविधिहरू के छन्, त्यहाँ प्रतिनिधि भएपछि त्यसको के काम कर्तव्य र अधिकारहरू हुन्छन् तिनै थाहा हुँदैन, संरचनाबाटै थाहा हुँदैन। र अहिले भर्खरै 22 गोल बजार स्थापना गरेका जेवा कुराहरूका एउटा टिम थियो। त्यो टिमले सुरुवात के गर्यो भने झोपडीबाट सुरुवात गर्यो। सानो झोपडीहरूमा फसल राख्ने भनेर सुरुवात गर्यो। अब कुनै राम्रो व्यक्ति होस् त्यसलाई राम्रो त पक्कै भन्न सकिँदैन, आएर रातिमा आगो लगाइदियो। त्यो करिब 20-25वटा झुप्रो बनेको अवस्थामा त्यो आगो लगाएर डराइदियो। त्यसपछि हाम्रो युवा टिम चाहिँ त्यति बेला सक्रिय भयो। कहाँबाट सक्रिय भने अशोक गौतमको नेतृत्वमा हामी सक्रिय भएका थियौँ र 25-30 जना हामीले चाहिँ गोल बजारलाई स्थापना गरेर त्यो घर नचल्नु, रुखपात नचल्नु, कसैको दोकानहरू नबिग्रो हुने त्यसलाई सधैँको लागि निरन्तरता दिन सकिन्छ। त्यसकारण स्थानीय सरकारसँग हामीले बसेर छलफल गरेर एउटा ठुलो प्रोजेक्ट बनाएर त्योभित्र सबै समेटोस्। हामीसँग जमिन नभएको होइन, हामीले रिफ्रेस सेन्टर खोल्ने भनेर मारुति सिमेन्टको अगाडिको जमिनलाई त्यहाँनिर हामी निरीक्षण गराउने भन्ने कुरा पनि आइसक्यो। यी लाइब्रेरीको कुरा पनि आइसक्यो। हामीले परामर्शमा पनि यो कुरा गरेका छौँ। 2075 साल 9 महिना 23 गते जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेको हामीसँग सामुदायिक पुस्तकालय नै छ। अघि उहाँले प्रस्तुत गर्दा पनि पुरानो कि नयाँ भने गर्नु पछि आउने साथीहरू ख्याल गर्नु भएन। पुरानैलाई निरन्तरतामा लाने कि त्यसैलाई विश्वास गरेर जाने वा नयाँ गराउने भन्ने कोणबाट पनि कुराहरू अझै गर्नुपर्ने हामी आजको बैठकको मूल निष्कर्षमा हामी पुगेका छौँ। र अब पुनः यो पढ्दै मतलब टाइमै नहीं भेटे, मोबाइल में सब भेटे कि किताब पढ़ने के पुरानो किताब होला त्यो किताब पढेर के फाइदा हुन्छ हैन। यहाँ चन्द्रमा र सूर्यको पनि कुरा गर्नुहुन्छ यो ईश्वरले बनाएको तर विज्ञानले भन्छ यो त पृथ्वीको भित्रबाट पनि भनिहाल्छ। अनि आमाले घरबाट के पढाइछ है मास्टरले, अनि त्यति बेला आमाले त यो पृथ्वी भनेको त सूर्य भगवानले बनाएको भनेर अनि किताबमा अर्कै लेखेको छ पुस्तकालयमा भनेको हैन। विभिन्न किसिमको किताब पढेको देख्छु। के कारण छ हामी 9-10 क्लासमा हुँदाखेरि नै त्यहाँ उहाँलाई देखेर हामीलाई त्यो देखासिकी लाग्थ्यो। अनि अलिअलि पढ्न थालेपछि अलिकति फरक फिल हुन्थ्यो, हामीलाई आफूलाई पनि फरक फिल हुन्थ्यो। त त्यसरी सिक्थ्यो क्या हैन, सिक्थ्यो। त उपरदिप दाइ हुनुहुन्छ, हामी सिरा क्याम्पसमा पढ्दाखेरि हामी तरकारी लिन चाहिँ हटिया जान्थ्यौँ। कहिले चाहिँ अब यसो बिना तरकारी लिन चाहिँ त्यतिकै घुम्न जाँदाखेरि पनि त्यो लाइब्रेरी हुन्थ्यो, त्यो पुस्तकालय, त्यसमा बसिहाल्नु पर्ने। जसरी गोलबजार आएपछि चिया पसलमा बसिहाल्नु पर्ने, त त्यस्तै चाहिँ पहिला चाहिँ चिया पसलमा त्यो पुस्तकालयमा बसिहाल्नु पर्ने, केही न केही पढ्ने क्या। त ठिक छ, बच्चालाई थाहा छैन। बच्चा त्यहाँ त्यो के छ भनेदेखि त्यो फेसबुकले गर्दाखेरि सामाजिक सञ्जालले गर्दाखेरि त्यसमा बेसी प्रेरित छ। त उनीहरूलाई चाहिँ थाहा छैन। हामीलाई थाहा छ नि, हामीले चाहिँ प्रेरित गर्ने हो, हामीले भन्ने हो, हामीले भनेर त्यो चिज पनि उपलब्ध गराइदिने। चिज उपलब्ध भएपछि अलिअलि मात्रै भन्नुपर्छ, आफै चाहिँ त्यो भोग जाग्छ, भोग जगाउने हो क्या। तर त्यो भोग जगाएर चाहिँ भित्री उद्देश्य अर्कै राखेर होइन, अनि देखाउने उद्देश्य चाहिँ एउटा भनेको छ, अनि पछाडि ठोकिने उद्देश्य चाहिँ अर्कै राखेको। जस्तो क्यारम बोर्डमा भित्तामा ताकिरहेको हुन्छ तर उसको चाहिँ उद्देश्य चाहिँ अर्को गोटीलाई खेलाउनु हुन्छ होइन। त्यसकारण त्यस्तो नहोस्। हामीले जे नाम दिएका छौँ त्यही उद्देश्यकै लागि नै हामी भेला भएका छौँ र यही उद्देश्य पूर्तिको लागि नै हाम्रो आगामी कदमहरू के छ भन्ने चाहिँ होस् भन्ने म चाहन्छु। अब यसो भन्दाखेरि नेगेटिभै सोच्यो होइन, फेरि त्यतै पुग्यो पनि भन्न सक्नु होला। म तपाईँलाई अनुरोध गर्दछु मैले सोचेको कुराहरू गराउनुहोस् है। यो विशुद्ध रूपले सामुदायिक पुस्तकालय खोल्नकै लागि चाहिँ आगामी कदमहरू पनि चाहिँ सहोस्
होइन भनेदेखि अहिले चाहिँ नि धेरै ऐतिहासिक पुस्तकालयहरूदेखि लिएर पछाडिको कालखण्डमा खुलेका पुस्तकालयहरू पनि बन्द छ है।